देशभरिका शिक्षकले सडकमा मागिरहेको कानुन 1.5 वर्षदेखि संसदमा किन रोकिराखेको छ? आखिर संसदबाट रोकिनुको कारण चाहिँ के हो त? दर्शकबिन, आउनुहोस् आजको यस भिडियोमा हामी तपाईलाई देशभरका शिक्षकहरू अहिले काठमाडौँ केन्द्रित आन्दोलनमा सडक आन्दोलनमा होमिरहेका बेला सरकारले कानुन र ऐन किन पारित गर्न सकिराखेको छैन, यस विषयमा जानकारी दिनेछौँ। गत वर्ष सरकारले छिट्टै बनाउने बाचा गरेको कानुन माग्दै अहिले देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू प्रदर्शनका लागि राजधानीमा पुगेपछि बल्ल संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमा दफावार छलफल सुरु गर्यो। संसदीय समितिले करिब 1/4 भागसम्म दफावार छलफल सकेको उक्त विधेयक सरकारले गत वर्ष भदौ 27 मा संसदमा दर्ता गराएको संघीय संसद सचिवालयको अभिलेखमा उल्लेख छ। सरकारले संसदमा दर्ता गरेको विधेयक सच्याउन माग गर्दै गत वर्ष पनि देशभरिबाट शिक्षकहरू काठमाडौँमा पुगेर प्रदर्शन गरेका थिए। त्यसबेला विधेयकमा शिक्षकका माग समेट्न सहजीकरण गर्ने सहित 6 बुँदे सहमति गरेपछि शिक्षक आन्दोलन रोकिएको थियो, यानि कि अन्त्य भएको थियो। राजधानीमा अहिले किन पुगेका छन् शिक्षक? सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्न कानुन नबनाएको भन्दै शिक्षकहरू शैक्षिक सत्रको अन्त्यतिर फेरि काठमाडौँमा पुगेका छन्। राजधानीको सडकमा दिनदिनै प्रदर्शन गरिरहेका शिक्षकहरूले एकै स्वरमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका छन्। त्यो ऐन आएपछि शैक्षिक प्रणालीको सुधार हुन्छ। हामीले समग्र राष्ट्रको शिक्षा सुधारका लागि ऐन आवश्यक भएकाले ऐन मागिरहेका छौँ, नेपाल शिक्षक महासङ्घ सह अध्यक्ष नानुमाया पराजुली भन्छन्। अघिल्लो वर्ष सरकारले आफूहरूसँग गरेको सहमतिलाई शिक्षा ऐन र उक्त ऐन बनेपछि बन्ने नियमावलीमा समेट्ने सरकारको प्रतिबद्धता रहेका कारण पनि आफूहरूले शिक्षा ऐन माग गरिरहेको आन्दोलनरत शिक्षकहरूको भनाइ छ। गत वर्ष भएको सहमतिमा हरेक 10 वर्षमा शिक्षकको सावधिक बढुवा हुने व्यवस्था गर्ने सहमति थियो। कानुनी व्यवस्थाको अभावमा 20 वर्ष काम गरेका शिक्षकहरूले पनि बढुवा नपाएको शिक्षक महासङ्घको दाबी छ। शिक्षकहरूको योगदानमा आधारित निवृत्ति भरण प्रारम्भ हुने मिति पनि निजामती कर्मचारीलाई भएसरह निर्धारण गर्ने सहमति सरकारसँग भएको थियो। आन्दोलनरत शिक्षकहरूले कतिपय अस्थायी र करार शिक्षकहरूलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट 75% स्थायी पदपूर्तिको मौका दिने विषयमा सरकारले जनाएको सहमति कार्यान्वयन गर्न पनि माग गरिरहेका छन्। अहिले बाल विकास लगायतका कतिपय निजी स्रोतमा कार्यरत शिक्षकहरूले मासिक 13,000 रुपैयाँ हाराहारी मात्रै तलब पाइरहेको आन्दोलनरत शिक्षकहरूको भनाइ छ। तर शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा त्यसमा स्थानीय तहले पनि थप गर्ने व्यवस्था भएका कारण शिक्षकहरूको दाबी आंशिक रूपमा मात्रै सही भएको बताउँछन्। तर 53 वर्षदेखि किन फेरिएको छैन शिक्षा ऐन? विक्रम सम्वत 2028 सालमा बनेको शिक्षा ऐन विस्थापन नहुँदा आफूहरू मर्कामा परेको आन्दोलनरत शिक्षकहरूको दाबी छ। तर शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सापकोटाका अनुसार आधुनिक शिक्षा प्रणालीको जग बसाएको उक्त ऐन 9औं पटकसम्म संशोधन भइसकेको छ। यो सरकारले 28 सालबाट एकैपटक अहिले आएर ऐन बनाउन लागेको होइन, ऐनमा समय परिस्थिति अनुसार परिमार्जन हुँदै आएको नै छ उनी भन्छन्। अहिले संघीयताको व्यवस्था आएका कारण आमूल परिवर्तन गर्नुपर्ने भएर नयाँ विधेयक बनाइएको हो, नभए पुराना थपथाप गरेर चलाउने किसिमको ऐन बनिरहेको थियो। मन्त्रालयका अधिकारीहरूका अनुसार यो विधेयकमा शिक्षकहरूका विषय मात्रै नभएर निजी विद्यालयलाई गुठी अन्तर्गत सञ्चालन गर्नुपर्ने लगायतका कयौं मापदण्ड परिवर्तन गर्न लागिएका कारण समयमै कानुन बन्न नसकेको जनाइएको छ। फेरि फरक राजनैतिक आस्था र विचारका कारण पनि विद्यालय शिक्षा ऐनको मस्यौदामै लामो समय लागिराखेको छ। मस्यौदामा पनि लामो समय लागेको छ। अहिले यो संसदमा आफ्नो प्रक्रियामा गएको दाबी पनि गरिन्छ। यो विधेयकमा 1700 संशोधन प्रस्ताव परेका छन्। गत वर्ष शिक्षकहरूले लामो आन्दोलनमा राखेका माग समेट्न भन्दै संसदले विद्यालय शिक्षा विधेयकलाई सुझाव सङ्कलनका लागि 7वटै प्रदेशमा पठाउने निर्णय गरेको थियो। 7वटा प्रदेशबाट आएका फरक सुझाव र 170 जनाभन्दा धेरै सांसदले दर्ता गराएका संशोधन समेत गरेर विधेयकमा 1758 वटा संशोधन माग भएको समितिका सचिव दशरथ धमलाको भनाइ छ। समितिका सभापति अमरबहादुर थापाका अनुसार 53 वर्षपछि संशोधन हुन लागेको विधेयकमा शिक्षकहरूले उठाएका मात्रै विषय नभएर निजी शिक्षण संस्था सञ्चालक सहित कयौं क्षेत्रका चासो र मागहरू पनि छन्। यो विधेयकका 168 दफा मध्ये 38 वटा दफामा छलफल अहिलेसम्म सकिएको भनिएको छ। संसदीय समितिको कामप्रति व्यङ्ग्य गर्दै आन्दोलनरत शिक्षकहरूले भने 38 दफामा सहमति हुन 18 महिना लागेको उदाहरण राखेर पुरै विधेयकमा सहमति जुटिसक्न 77 महिना लाग्ने हिसाब निकालेका छन्। समितिका सभापति थापा शिक्षकहरूले माग राखेर दर्ता भएका अत्याधिक संशोधनका कारण पनि विधेयक पारित गर्ने
गर्ने प्रक्रिया लम्बिएको दाबी गर्छन्। विद्यालय शिक्षा विधेयकमा मात्रै समितिले 70 देखि 80 वटा बैठक गरिसकेको छ। संसदीय समितिमा राजनैतिक दल समर्थित शिक्षकहरूका सङ्गठनमा रोक लगाउने विषयमा पनि सहमति हुन बाँकी रहेको छ। दल पिच्छेका शिक्षक सङ्गठन छन्। एउटा ट्रेड युनियन बाहेक दल पिच्छेका सङ्गठन बन्द गर्नुपर्ने आवाज पनि उठिराखेको छ। तर शिक्षक महासङ्घका सहअध्यक्ष पराजुली संविधानले दिएको ट्रेड युनियन अधिकारका पक्षमा आफूहरूले सम्झौता नगर्ने बताउँछिन्। तर प्रत्यक्ष रूपमा कुनै पनि पार्टीमा आबद्ध हुने कुरा आफूहरूको नरहेको पनि उनको दाबी छ। संविधानले दिएको ट्रेड युनियनको सौदाबाजी गर्ने अधिकार कसैको व्यक्तिगत नियत होला, तर उनीहरूले रोक्न पाउने छैनन्। संसदीय समितिका व्यक्तिहरूले भन्छन् शिक्षकलाई कर्मचारीभन्दा पनि अब्बल दर्जामा राखेर अहिले छलफल भइरहेको दाबी गर्छन्। सरकारसँग 2 रुपैयाँको सम्झौता गर्नुभएको छ, हामीले 10 रुपैयाँ दिन्छौँ भनिरहेका छौँ। अब प्राथमिक तहका शिक्षकलाई सुब्बा सरह, निम्न माध्यमिक तहका शिक्षकलाई अधिकृत सरह र माध्यमिक तहका शिक्षकलाई राजपत्राङ्कित द्वितीय श्रेणीका शिक्षक बनाउने अवधारणा अहिले बनिरहेको दाबी गरिएको छ। तर अहिले देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। उनीहरूले सरकारले शिक्षा ऐन जारी नगर्दासम्म यो आन्दोलन नछोड्ने अडान लिइराखेका छन्।